तपाईले पनि गरे हो यसरी टाउको फुटा छौं हैन यस्तो गरेका छौं हैन यसरी बनाएको संगठन हो तपाईले लिएर चाहिँ हामी हिँड्न सकेनौं स्पष्ट कुरो ल म ठाकुरगाउँ सधैँ राजनीति हाल्नु पर्ने उम्मेदवार हुनुहुन्छ सकिदैन दिदी दबाब आइरहेछ नि चुनावमा नलड्नका लागि माया गर्नुभएको हो स्वतन्त्र भन्दा पनि अब स्वतन्त्र पार्टीबाटै जाउँ भनेर चाहिँ घन्टी चिन्ह लिएरै नै अगाडि बढौँ भनेर चाहिँ अनि हामी चाहिँ सरसल्लाह गरेर नै आएको हो अब यहाँ विवादहरू भयो भाइ अब के छ तपाईलाई चाहिँ खासमा किन हो त यही अगाडि नै अपमान भयो त तपाईमाथि त तपाईँ राम्रो हुनुहुन्छ तपाईँ देवी हो तपाईँ नमस्कार गरिन्छ तपाईले काम गर्नुभएको तर तपाईले जुन बेला गर्नुभयो नि त्यहाँ विभिन्न लोकवालाहरू सब होटलवालाले भोट हाल्नु हो याद गर्नु तपाईले तपाईँ राम्रो काम गर्नुभयो बुझ्दैन के जनताले तपाईँ कुरो बुझ्दैन डिपिआरले 9 लाई सुरक्षित गर्ने देवी हो देवी हो हाम्रो राजनीति गरेको फरक पर्दैन हेर्नुस् उसको नाम हो तपाईँ देवी हो उहाँप्रति होइन जुन खेलाइएको प्रगति पछि उहाँप्रति हामी घाइतेहरू आवाज हुनु परेन कसैले हाम्रो हामी घाइतेहरू छौं हामी घाइतेहरूको सुन्नु घाइते कुरा गर्न पाइयो मात्रै गुनासो के हो भने एकचोटि बसेर टेबल टप गरिदिनु हाम्रो आकांक्षीहरू त थियो त किनभने हिजो राति 12 बजेसम्म होइन तपाईँले यस्तो आक्रोश गर्नुहुन्छ भने सुन्नुहोस् है तपाईँले यहाँ पेल हुन्छ राजीनामा दिनुहोस् तपाईँ दिनुहोस् मैले भन्छु कि दिदीलाई यसरी नपेल्नुहोस् मैले भनिरहेको छु तपाईँको राजीनामा दिनुहोस् यहाँ 25 घाइते लिएर तपाईँ घर घरमा हामी भोट माग्न आएको सुन्नुहोस् तपाईँ सुन्नुहोस् है तपाईँ दिदीलाई यसरी नपेल्नुहोस् दिदीले बोल्नु यहाँ टङ्गिएर राजीनामा दिन्छु राजीनामा दिनुहोस् कहाँ दिनुहोस् यस्तो कुरा नहोस् यहाँ नपेले भए राजीनामा दिन्छु टाउको फुटाएँ आँखा नहोको भाइ छ कसले बोल्दै यो म क्यामेरा बोल्न मन छैन होइन तपाईँले यहाँ राजीनामा दिनुहोस् तपाईँको राजीनामा दिनुहोस् जनताले भोट दिने हो तपाईँ जानुहोस् अनि तपाईँ यहाँ धम्काउने राजीनामा दिन्छु हिँड्ने भन्ने देखाइ नगर्नु होइन म धम्काउनुहोस् बिजा बसेर कुरा आएर राजीनामा दिन्छु बोक्न सक्दिनँ नबोक्छौँ हामी बोक्छौँ 25 घाइते भने बोकेर हिँड्छौँ नबोक्नु जानुहोस् हामी घाइतेहरू स्वतन्त्रले हामीलाई समर्थन गर्न आएको छ हैन तपाईहरुको गुनासो हामीले बुझेको छ ठीक छ राजनाथ चिन्ता राजनाथ आफ्नो पार्टीको प्रति चाहिँ सन्तुष्ट छैन जुन दबाब आइरहेछ नि के भन्नुहुन्छ उहाँ समाजसेवी हुनुहुन्छ राम्रो हुनुहुन्छ उहाँलाई दिएको राम्रो हो मेरो चाहिँ धारणा त्यही हो होइन सदनमा कराउने मान्छे चाहियो नि त हाम्रो सधैँ रोडमा बसेर त हामी रोडमा बस्नुलाई खबरदारी गर्नुलाई सधैँ छ नि सदनको लागि हाम्रो अभिभावक चाहिएन घाइतेहरू पनि हुनुहुन्छ नि त उहाँहरू पनि त्यो भएको कारणले स्वतन्त्र रूपमा चाहिँ हामी समर्थन गर्न आएको हो क्या हाम्रो दिदीलाई त्यो बेलामा 23 र 24 को घटना पछाडि दिदीले एउटा देवीको रूपमा होइन देवी लक्ष्मीको रूपमा एउटा देवी दुर्गाको रूपमा उहाँ आएर हामीलाई घाइतेहरूलाई 2522 जनामा के अरे हामीलाई के अरे एउटा सपोर्ट गर्नु तपाईँ यसो गरौँ त पहिला हाम्रो घाइते साथीहरू हुनुहुन्छ दिदीलाई साइडमा राखौँ न हाम्रो घाइते साथीहरू घाइते दिदी हाम्रो अभिभावक हो है हाम्रो घाइतेको तर्फबाट त्यो भएको कारणले गर्दा हामी अभिभावकलाई साथ सपोर्ट दिन आएको सधैँ रोडमा हुँदैन सधैँ तपाईलाई दबाब आइरहेछ नि चुनावमा नलड्नका लागि माया गर्नुभएको हो म चाहिँ समाजसेवी नै भएर बस्नु पर्ने उहाँहरूको चाहना थियो तर कस्तो भन्दाखेरि
जो चाहिँ बुझ्नुभयो नि यस्तो घाइतेहरू हुनुहुन्छ होइन उहाँहरूको लागि आवाज उठाउने कोही त हुनु पर्यो नि सदनमा भनेर चाहिँ म चाहिँ स्वतन्त्र भन्दा पनि अब स्वतन्त्र पार्टीबाटै जाउँ भनेर चाहिँ घन्टी चिन्ह लिएरै नै अगाडि बढौँ भनेर चाहिँ अनि हामी चाहिँ सरसल्लाह गरेर नै आएको हो। अब यहाँ विवादहरू भयो भाइ अब के छ तपाईँलाई चाहिँ खासमा किन हो त यही अगाडि नै अपमान भयो त तपाईँमाथि त अपमान होइन त्यो उहाँहरू पार्टीभित्र चाहिँ उहाँहरूको कोअर्डिनेसन नमिलेर अब आक्रोश व्यक्त गर्नु म प्रति त उहाँहरू होइन उहाँहरू त मेरो आफ्नै दाजुभाइहरू हो होइन। अनि त्यसपछि गएर उहाँहरूले भित्रभित्र अब त्यो त जो पार्टीको जुनमा हुनुहुन्थ्यो सभापति उपसभापतिहरू जो हुनुहुन्छ नि उहाँहरूले यो कुरा चाहिँ ब्यालेन्समा लानु पर्थ्यो क्या होइन। त्यो भित्रभित्रको खिचातानी चाहिँ अब पोख्नु भएको उहाँले म प्रति त होइन गुनासो उहाँहरूको पार्टीप्रति गुनासो हाम्रो दिदीलाई हामीले घाइतेको तर्फबाट स्वतन्त्र रूपमा चाहिँ अभिभावक मानेर उहाँलाई सधैँ हामी त रोडमा बसेर खबरदारी गर्ने छँदैछ नि हामी घाइतेहरू। तर हाम्रो अभिभावक जसरी उहाँ 23 र 24 पछाडिको घटना पछाडि आन्दोलन पछाडि उहाँ देवी लक्ष्मीको रूप र देवी दुर्गाको रूपमा हामीलाई साथ सपोर्ट गर्नुभएको थियो नि घाइतेहरूलाई आर्थिक रूपमा होस् अथवा फिजिकल रूपमा आएर गर्नुभएको थियो। त्यो भएको कारणले गर्दा उहाँ सदनमा गएर हाम्रो आवाज उठाउँछ भन्ने विश्वासले उहाँलाई यो ठाउँबाट होइन सबै पार्टीभित्र पनि सबैजना नराम्रो हुन्छ भन्ने पनि छैन नि त, राम्रो मान्छे पनि हुन्छ नि। हामीले राम्रो मान्छेलाई साथ सपोर्ट गरेर समर्थन गरेर अगाडि बढाउने हो नि त। यो वैकल्पिक शक्तिको एउटा पार्टीको त्यसमा पनि दिदी गएर हाम्रो आवाज उठाउँछ भन्ने एउटा विश्वासले उहाँलाई यहाँबाट सबैको छलफलमा एउटा स्वतन्त्र रूपमा यहाँ उहाँ अभिभावक बनाएर यहाँ पठाएको हो नि त। तर उहाँहरूले चाहिँ उठ्न आग्रह गर्नुभएको हामी स्वतन्त्र रूपमा सबै घाइतेहरूले मिलेर दिदी चाहिँ ल अब दिदीलाई पाउँछ भने हामी किन पछि हट्ने त। हामी एक त घाइतेहरूलाई धेरै पछाडि पारेको छौँ होइन सँगसँगै त्यसपछि हाम्रो दिदीले अभिभावक मानेर हाम्रो आवाज उठाउँछ भने हामी विश्वास छौँ नि त। अरूमा भए पनि नभए पनि तर दिदीमा विश्वास छौँ। अब दिदी यो पार्टीमा के अरे पार्टीबाट उठेर उहाँले जितेर सदनमा गएर त हाम्रो लागि आवाजै उठाउँछ नि त।